ल है साथीहरू सबैलाई नमस्ते जय गोर्खा है। आज चाहिँ म अदुवालाई झ्यास छाप्न आइरहेको छु। अलिकति पुगेको थिएन, त्यसैले गर्दा यसो टाइम निकालेर चाहिँ आज जसरी भए पनि अदुवालाई झ्यास चाहिँ छाप्नुपर्छ भनेर चाहिँ आएको। गरम पुरा छ। हिजो बेलुका अलिअलि पानी परेको थियो, अलिकति धुलोमुलो चाहिँ कम्ती भएछ। हत्तु होला जस्तो छ। आज 2-3 घन्टाको काम छ। तुरी है साथी हो, अदुवालाई झ्यासहरूलाई छापेर अदुवा रोपेर अब 2-1.5 महिनामा चाहिँ आउनुपर्छ। गोडगाड पार्नु, चिउला चिउली फाँडफुँड पार्नु, वरिपरि अझै छ काम। अहिलेलाई चाहिँ ढुक्कै भयो। यति चाहिँ फडाइ भयो। माथि भित्ता डल्लै फाँडेर झ्यासलाई भयो। कोही बेला अल्छी लाग्छ नि त हौ, कोही बेला एक्लै गर्नुपर्छ हो। घाममा अल्छी पनि लाग्छ कोही बेला। जाँड लागेको बेलामा चाहिँ जोट हुन्छ। हेर्नुहोस् है, यस्तो पो छ पारा मेरो त। ल जय गोर्खा सबैलाई, फेरि भेटौँला। अहिलेलाई बिदा लिए लु।